सबैजनालाई जय सीताराम। म आज तुला राशि हुने व्यक्तित्वहरूको 2083 सालको वार्षिक राशिफलको बारेमा बताउनका लागि उपस्थित भएको छु। यो वर्ष आर्थिक रूपमा तुला राशि हुने व्यक्तिहरूको लागि राम्रै हुने देखिएको छ। जेठ 18 गतेदेखि बृहस्पतिको गोचर दशम भावमा भएको र दोस्रो र चौथो भावमा बृहस्पतिले दृष्टि गरेको हुनाले आर्थिक पाटोहरू सकारात्मक हुँदै जाने खालको स्थिति देखिएको छ र आर्थिक सम्पत्ति अचल सम्पत्तिहरू पाउने खालको स्थिति देखिएको छ। त्यही भएर अलिकति संयमित भएर कामहरू अगाडि बढाउँदा हजुरले एकदम राम्रो देखिएको छ है। अलिकति शनिको प्रभावले गर्दाखेरि शनिको प्रभाव देखिएको हुनाले अलिक रोगब्याधमा अलिक समस्या आउँछ जस्तो देखिएको छ। रोगब्याधमा अलिक ख्याल गर्नु होला है, रोगब्याधमा अलिक ख्याल गर्नु होला। अनि जीवनमा पारिवारिक जीवन पनि मध्यम खालको देखिएको छ। पारिवारिक जीवन पनि मध्यम खालको हुने स्थिति देखिएको छ र पारिवारिक माहौल राम्रो, माङ्गलिक कार्यहरू हुने खालको, घरमा नयाँ सन्तान जन्मिने खालको स्थिति छ। विवाहको लागि पनि त्यति राम्रो समय त छैन, तर अलिक विचार गरेर गर्नु होला है। व्यवसायिकहरूले चाहिँ अलिकति मनमुटाव हुने खालको स्थिति देखिएको छ। त्यो अलिकति ध्यानपूर्वक अगाडि बढ्नु होला। तपाईँले अलिक समस्याहरूसँग अलिकति सामना गरेर हिँड्नुपर्ने स्थिति देखिएको छ है त। अलिकति सचेत रहनु होला। हजुरलाई त्यस्तो देखिएको छ कुण्डली अनुसार है त। वार्षिक कुण्डली अनुसार त्यतिको ध्यान दिनुभयो भने जागिरको क्षेत्रमा चाहिँ राम्रो देखिएको छ। जागिरको क्षेत्रमा चाहिँ आफूले सोचेको नयाँ नयाँ अवसरहरू प्राप्त हुने परिस्थितिहरू देखिएको छ। दक्ष विभागमा पढेको व्यक्तिहरूलाई चाहिँ अलि सफल हुने खालको स्थिति बनेको छ। बृहस्पतिको दृष्टि परेको हुनाले आम्दानीका स्रोतहरू खुल्ने खालको स्थिति देखिएको छ। नयाँ मान्छेसँग भेटघाट हुने खालको, सहकारी हुने, साझेदारी हुने खालको, विशेष रूपमा सहयोग प्राप्त गर्ने खालको स्थिति बनेको छ तुला राशि हुने व्यक्तित्वहरूको लागि। अलिकति रोगब्याधहरूमा अलिक समस्या हुने खालको देखिएको छ। अलिक रोगब्याधबाट अलिक सचेत रहेर अगाडि बढ्नु होला। बल्ल हजुरलाई राम्रो हुन्छ।